नमस्कार, म महेश नेउपाने। आज मैले यो शहीद शीर्षकको कविता लिएर तपाईहरु समक्ष वाचन गर्ने अनुमति माग्दैछु। म ढिलो गर्दिन, यो मेरो कवितालाई म यहाँ सुरु गर्ने अनुमति चाहन्छु। इतिहासमा मैले पढेको थिएँ अग्रजहरूले विदेशी शक्तिलाई हराए। कठै ती बागबुढा अनि अमरसिंहहरूले तोप र बन्दुकलाई खुकुरेर ढुङ्गाले हायल कायल गराए। जहानिया ती शासकहरूले हानेर गोली अनि झुन्ड्याए। धार्मिक धरोहर शोभा भगवतीलाई शहीदकै बलि चढाए। धन्य हो वीर शहीद गङ्गालाल अनि शुक्रराज। धन्य हो वीर शहीद गङ्गालाल अनि शुक्रराज। दशरथ अनि धर्मभक्त माथि देखाइदियौ तिमीले बोकाराज। सिकायौ मर्न तिमीहरूले देश र जनताका खातिर। देखेनौ पीडा र असह्य तिमीले फर्केर आमा र बातिर। तानाशाही शासनमा ठोक्यौ गोली विरोध गर्नेलाई। जोगायौ भ्रष्टखोरहरूलाई अनि माबाप हर्नेलाई। जनता जागे घर घरबाट आयो अनि गणतन्त्र। सबको कल्याण गर्न भनेर पाएका छौँ हामीले लोकतन्त्र। भ्रष्टाचारले सीमा नाग्दा जेन्जीको खबरदारी भो। थेगिएनन् हाम्रा जेन्जी सरकारलाई बडा भारी भो। लोकतन्त्र बिर्सिएर जेन्जीलाई हाने ढेङ्ग। 75 भन्दा माथि सुताइदिए पारिले फ्याङ्ग। धन्य हो जेन्जी तिमीलाई जसले गोली खानुभयो। अरू त के भो र जेन्जी, तपाईँ भने शहीद हुनुभयो। तिम्रा रगत चुस्ने ती रक्त पिपासुहरू अझै पनि कुर्लदैछन्। त्यस्तो राज चल्दैन अब यहाँ। जेन्जीहरू उर्लिदैछन्। घाइते जे जति छौनी लागोस् तिमीलाई पट्टी मलम। शहीद तिम्रो बाटोमा हिँड्ने छु अनि गर्दछु म लाखौं सलाम।